काउलीको तरकारी पकाउँदैछु। अलिकति मैले आवश्यक पर्ने तेल राखेँ। तेलमा म यो मेथी जिरामा पुर्याउँदैछु। अलिकति पड्केपछि त्यसपछि प्याज अनि यसलाई चाहिँ लोकल जुन हो गरेर त्यसपछि पेजो चलाएपछि आलु अलिकति आधा चम्चा जता अलिकति नुन आफ्नो स्वाद अनुसार यो आलु अलिक चाँडै नयाँ आलु छ, चाँडै नै पाक्छ। यहाँको नलिउलाको यो काउली राख्दैछु। एकदम घरमै फलेको लोकल काउली, त्यही भएर यसको अलिअलि पात पनि मिठो हुन्छ। त्यही भएर अलिअलि हरियो पात पनि राखेको छु। लसुन चलाउँछु। अब 1 मिनट छोड्छौँ। मैले यहाँ अदुवा, लसुन, खुर्सानी, अलिकति सुकुमेल र अलिकति मरिच राखेर म अब मिक्सरमा हाल्दैछु। यसलाई हेरौँ कस्तो भयो। अलि राखिसकेछ। अब यसमा अलिकति काटेको टमाटर 3वटा टमाटर राख्दैछु मैले यसमा। 1 मिनट छोड्छौँ। तिर म खिर पकाउँदैछु। खिर बसाल्छु। यसमा चाहिँ यो भाँडामा लगभग 4 मना दुधको खिर पाक्दैछ आज। यसमा मैले अघि पिनेको अदुवा, लसुन, खुर्सानी सबै मिक्स त्यति सिपालु त छैन म पकाउनु, त्यही पनि मैले पकाएको मलाई चाहिँ साह्रै मनपर्छ। यसमा अलिकति मसला, मिक्स मसला, जिरा धेरै खानुहुन्न हाम्रो घरमा, मसलादेखि एलर्जी छ सबैलाई, त्यसैले मैले थोरै थोरै मसला राख्दैछु। अलिकति 2 चम्चा। तपाईँहरूलाई कस्तो लाग्दैछ कमेन्ट गर्नु होला। मन पर्यो भने लाइक, कमेन्ट र सेयर पनि गर्नु होला। र आलुको तरकारी पाक्दैछ भने यतातिर म खिर पकाउँदैछु। सर्वप्रथम म यो भाँडो बसालेँ। यसमा म दुध राख्छु। एकचोटिको मात्रै दुधले नपुग्ने भएको हुनाले मैले बिहानको दुध राखेँ। यसलाई केही बेर तताउँछु। यसलाई चाहिँ अलिकति मैले एउटा घरमा मुसाको लागि, सुरक्षाको लागि दुध बिरालो पालेको छु, त्यसको लागि दुध झिकेर राख्छु। नेचुरली बोल्नु के नर्मली बोल्नु कसरी बोल्नु त्यो भाँडामा अलिकति अझै बाँकी छ त मम्मी। बिरालोले खाओस् भनेर नि कुरिरहेको बिरालो। यो बिरालो कुरिरहेको भन्द। सरी। हेलो सेफ,
कति वर्ष भयो तपाईँले खिर पकाउन लाउनु? मलाई त सानोमा मेरो बुवाले सिकाउनु भएको खिर पकाउन। मलाई बुवाले पकाएको खिर असाध्यै मन पर्छ। 3 कप चामल, यदि 1 कसौडी दुधको लागि मैले 3 कप चामल हालेको छु। अझ मसँग नरिवल छैन, के हो किसमिस मात्रै हो? किसमिस छ, अलिकति बदाम छ। आज नरिवल छैन। मिक्सरमा नहाल्नु यो मिठो हुन्छ। यसलाई चाहिँ पिन्नु सायद छोडाउनु पर्छ। मिक्सरमा नहाल्नु है, मिक्सरमा हाल्नु त्यतिकै हालिदिन्छु। कतिको घिउ खाने भन्ने हाम्रो स्वास्थ्यमा भर पर्छ। स्वास्थ्यमा होइन, इच्छामा भर पर्छ, स्वास्थ्यमा नै भर पर्छ। यो गाउँको लोकल भैँसीको घिउ जति खाए पनि केही हुँदैन। घिउ लोकल कि भैँसी लोकल? भैँसी पनि लोकल, घिउ पनि लोकल। कसैलाई घिउ चाहियो भने सम्पर्क गर्नु होला। त्यति दुधमा यति चामल, यति चिनी र यो घिउ राखेको छु। तर दुध उम्लिसकेपछि यो चाहिँ चामल राख्ने, अनि धेरै बेरसम्म चलाउँदै पकाइसकेपछि अनि घिउ राख्ने र अन्तिममा पानी सुक्ने बेलामा चाहिँ चिनी राख्ने, अनि यो किसमिसहरू राख्ने र खाने। तरकारी पाकिसकेको छ। अब खाना भइसकेको छ तरकारी। यसलाई मैले लो फ्लेममा पकाएको थिएँ। यस्तो वाउ यम्मी यम्मी, यस्तो मिठो बास्ना आएको छ। दुध उम्लिसकेको छ। यससँग यति चामल राखेँ। यसलाई अब आगो ग्यास चाहिँ लो फ्लेम बनाएर चलाइराख्ने। बिस्तारै चलाउँदै लगभग 15 मिनट जति पकाउनुपर्छ यसलाई। तल पिरमा लाउन नदिकन यसलाई लगाउने। अलिक यदि मेरो रेसिपी मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्नु होला भन्ने अनुरोध गर्दछु। यसलाई त अझै 10 मिनट 15 मिनट पकाउनुपर्छ। दुधको सुकेर जमाई भातले सोसिसक्छ अलि भन्दा। मम्मीले पकाउनु भएको खिर